नेपाली विश्वमा जहाँ रहे पनि नेपाली मूलको भन्ने नै हुन्छ। त्यसैले राष्ट्रको प्रतिष्ठासँग नेपालीको प्रतिष्ठा पनि सँगै जोडिएको हुन्छ। मुलुक स्थायी वा अस्थायी रूपले छोड्दैमा देशसँगको सम्बन्ध तोडिन सक्दैन। देशबाट जनशक्ति पलायन हुँदै जानुले देशको भविष्यबारे निराशाको सङ्केत दिइरहेको थियो। अब पुँजी र पुँजीपतिहरू तथा कर्मवीर उद्यमीहरूको समेत पलायन हुनु थालेको छ। यो क्रमलाई तत्काल निरुत्साहित र नियन्त्रण गर्न सकिएन भने मुलुक असफलताको सङ्घारमा पुग्न सक्ने सम्भावनालाई लिएर हामी आहत भएका छौँ। बरामारा धिराजबाट स्वदेशको पुँजी पलायनमा रोक लगाउनु पर्ने पक्षलाई महत्त्वका साथ जोड दिबक्सी जनता सक्षम र बलिया भए मात्र देश बलियो हुन्छ भनी दिव्य उपदेशमा उल्लेख गरिबक्सेको छ।